कोणी त्रिभुजको एउटा कोण 90 डिग्री छ भने एउटा कोण कति अरे 90 डिग्री छ भने त्यो 90 डिग्री कोणको सिधा अगाडि पर्ने जुन एउटा रेखा हुन्छ वा साइड हुन्छ भुजा हुन्छ त्यो भुजालाई हाइपोटेनियस वा नेपालीबाट कर्ण भनिन्छ। यो कर्ण हुन्छ। त्यसपछि हामीलाई उन्नतांश कोणबारे के गरे हुन्छ भनेदेखि अवनति कोण दिएको हुन्छ। दृष्टि रेखा भन्दा माथि र दृष्टि रेखा भन्दा तलतिर हेर्दाखेरि बन्ने कोण भनेर उन्नतांश र अवनति कोणको हामी परिभाषा पछि गर्छौं। फर्स्टमा त्यसपछि के गर्छौं भनेदेखि यसमा अर्को थर्ड साइड सेकेन्ड एंगल रिफरेन्स एंगल भन्छ जसलाई कुनै एउटा एंगल थीटा वा अल्फा के दिएको छ भने यो थीटा दिएको छ भने यसको सिधा यतापट्टि परेको साइड के हुन्छ त यो चाहिँ परपेन्डिकुलर हुन्छ जसलाई नेपालीबाट हामी के भन्छौं त लम्ब भन्छौं। के भन्छौं त लम्ब भन्छौं। र बाँकी भुजा जुन हुन्छ बाँकी साइड जुन भुजा हुन्छ त्यसलाई के भन्छौं त हामी आधार भन्छौं। के भन्छौं आधार भनेर भन्छौं। आधार आधार यसलाई बी ले डिनोट गर्छौं है। यी सबै भयो त पीबीएच भनेर यहाँबाट हामीले पत्ता लगाउँछौं। पीबीएच भनेर यसबाट पत्ता लगाउँछौं। यो भयो परपेन्डिकुलर को पी हाइपोटेनियस को यहाँ र आधार को जसलाई बेस भन्छौं बेस को बी भनेर यहाँ लेख्छौं। यति भइसकेपछि हामीले पाइथागोरसको एउटा सूत्र पनि पढाएको छौं। के पढाएको छौं पाइथागोरसको सूत्रलाई भन्नु त के पढाएको छौं पाइथागोरसको सूत्र के थाहा छ p स्क्वायर के पढाएको छौं भन्नु त h स्क्वायर इक्वल टु p स्क्वायर प्लस b स्क्वायर भनेर हो। यो pbh भनेको यसका आधारमा हामीले के गर्छौं त निकाल्छौं। यस pbh भनेको यसबाट अब मैले हिजो पनि भनेको थिएँ हिजो क्लासमा गरेको थिएँ त्रिकोणमितीय अनुपातका नामहरु तिनको त्रिकोणमितीय नामहरु के पढाएको थिएँ हामीले साइन हैन कस र ट्यान त्यसपछि कोसेक सेक र कट। मैले यो चाहिँ सबैजनाले रटेर आउनु होला पनि भनेको थिएँ है। यदि यो पढ्नलाई हामीले अप्ठ्यारो लाग्छ भने पहिले के गर्ने साइन कस ट्यान अनि सास लिने रोकिने अनि कोसेक सेक कट भनेर पढ्ने यसका आधारमा। यसका लागि अब त्रिकोणमितीय अनुपातको जुन छ यसमा अनुपातिकरणको अनुपातमा हाम्रो यसका नामहरु चाहियो भनेदेखि अब हामीले पीबीएचमा कसरी त साइन भनेको के हो त साइन भनेको के हो त p बाइ h हो। कस भनेको के हो त b बाइ h हो। ट्यान भनेको के हो त p बाइ b हो। यो भनेको कसेक भनेको के हो त h बाइ p हो। अनि सेक भनेको के हो त h बाइ के हो b हो। र यो भनेको के हो त b बाइ p हो भन्छ। अब यो त यसरी लेखियो h बाइ p के रे p बाइ h b बाइ h b बाइ p यो त रट एकछिनमा बिर्सिन्छौ। यसका लागि एकदम सजिलो सूत्रहरु छन्। पहिलो सूत्रमा यो सूत्रमा धेरैवटा तरिकाबाट धेरैवटा सूत्र बनिन्छ। के भन्छ एउटा पढ बाबु पढ हरि हरि बोल फेरि हरि हरि बोल पढ बाबु पढ भनेर। अब यसलाई हामीले गर्नु त यो पढ भनेको p बाट सुरु हुन्छ पढ हरि भनेको h बाट भयो बाबु भनेको b बाट सुरु हुन्छ हरि भनेको h बाट सुरु हुन्छ। यो अलिकति छे ल पढ भनेको b बाट सुरु हुन्छ बोल भनेको b बाट सुरु हुन्छ फेरि हरि भनेको h बाट सुरु हुन्छ पढ भनेको b बाट सुरु हुन्छ फेरि यहाँ हरि भनेको h बाट सुरु हुन्छ बाबु भनेको b बाट सुरु हुन्छ बोल भनेको b बाट सुरु हुन्छ पढ भनेको b बाट सुरु हुन्छ। यसरी हामीले तर यसलाई फेरि उल्टो लेख्न पाइएन। यसलाई जिगज्याग गर्न पाइदैन। साइन कस ट्यान
cos x कटका आधारमा लेख्नुपर्छ अनि मात्र यो चाहिँ हामीले लेखेको अहिलेको ट्रिक काम दिन्छ जुन चाहिँ पढ बाबु पढ हरि हरि बोल हरि हरि बोल पढ बाबु पढ भनेर हामी जुन चाहिँ यसलाई पढ्न सक्छौं त्यसैगरी यदि कसैलाई यो धेरै ठुलो भयो सर यो जानिदैन यो पढ बाबु पढ हरि हरि बोल यो एउटा मन्त्र जस्तो भयो मैले जानिन भन्छ भनेदेखि अर्को के भन्न सक्छौं त पशुपतिको बादर पशुपतिमै हल्ली हल्ली बस्यो भन्न सक्छौं हामी अब पशुपतिको बादर पशुपतिको प लिने पी भयो बादरको पी लिने पशुपतिको बादर पशुपतिमै भने फेरि पी लिने अनि फेरि हल्ली हल्ली बस्यो फेरि यहाँ लिने हल्लीको यहाँ लिने फेरि हल्लीको यहाँ लिने बस्यो को पी लिने साइन कस tan को निस्क्यो साइन कस tan को निस्केपछि साइन को कस tan को निस्केपछि यसका रेसिप्रोकल जस्ट अपोजिट हुन्छ भनेर हामी निकाल्न सक्छौं यो पनि सर पशुपतिको बादर पशुपतिमा हल्ली हल्ली बस्यो पढेको एकछिनपछि बिर्सिए भनेर आउँछ भने अर्को के हुन्छ त त्यसपछि फेरि अर्को लिन सक्छौं एउटा ट्रिक के लिन सक्छौं हामीले यो पशुपतिको बादर यसरी पशुपतिको बादर भने अर्को हामीले के लिन सक्छौं त अर्को ट्रिक चाहिँ यो ट्रिक चाहिँ के हुन्छ भन्दाखेरि हिन्दी जो अनुसार छ त्यसबाट भन्छ पण्डित बद्री प्रसाद हरि हरि बोल सोना चाँदी तो कति सजिलो छ अब पण्डित भयो पण्डितको प भयो पी भयो बद्रीको बी भयो पण्डित बद्री प्रसाद पी भयो हरि यत भयो फेरि हरि यत भयो बोल बी भयो सोना भनेको यस भयो चाँदी भनेको सी भयो तोल भनेको टी भयो त साइन कस tan सबै एकैचोटि आयो पण्डित बद्री प्रसाद हरि हरि बोल सोना चाँदी तोल साइन कस tan त्यसको यो चाहिँ आउँछ यो पनि सर यो पनि पढियो अलिअलि बिर्स्यो भनेदेखि अर्को अहिले हाम्रो एकदम चलिरहेको हुन्छ के भनिदिन्छ त पापा हैन त्यसपछि बियर पियोगे तुम भन्छ तुम भन्छ है पापा बियर पियोगे भनेर भन्छ अनि यो तुम हैन अनि के भन्छ ह बेटा भन्छ ह बेटा भन्छ अब यति भनेपछि पापा भनेको पी भयो बियर भनेको बी भयो पियोगे भनेको पी भयो ह भनेको यस भयो फेरि ह भनेको यस भयो अनि अर्को ह भनेको के रे बेटा भनेको बी भयो त साइन कस tan जसरी पनि हामीले गर्न सक्छौं यति वटा गर्यो भनेदेखि पीभी यस हामीले सरक्कैसँग मान निस्किन सक्छौं त्यसमा सबैभन्दा सजिलो तरिकाले एकैचोटि 6 को 6 मै आउने भनेको यो पढ बाबु पढ हरि हरि बोल हरि हरि बोल पढ बाबु पढ 6 वटै आउँछ साइन कस tan cos x कट साइन कस tan cos x कट यसरी पढ्न सक्थे एकैचोटि साइन कस tan गरेर यो 6 वटै यसका आधारमा आउँछ भन्ने कुरा यहाँबाट हाम्रो प्रमाणित हुन्छ यो चाहिँ के त के को आधारमा अनुपातका आधारमा कसको त त्रिकोणमितीय अनुपातमा कसको त एउटा के रे सम्पूर्ण त्रिभुजको अनुपातका आधारमा साइन कस tan को मान हामीले यसरी निकाल्न सक्छौं र अब चाहिँ म अवनति र 49 कोणतिर जान्छु ल यो चाहिँ यति चाहिँ भयो अब 49 र अवनति कोण के रहन्छ